गुड मर्निङ एभ्रिवान। आज चाहिँ मसँग टिभिएसको स्ट्राइकर 125cc छ। यो बाइक चाहिँ सोरुमबाट झिकेको 8 वर्ष जति भयो। यस्तो कन्डिसनमा छ। यो बाइकले चाहिँ लगभग 40,000 किलोमिटर रनिङ गरिसकेको छ। यहाँ चाहिँ हल्का एक्सिडेन्ट परेर यो मोटर भाँचिरहेछ। अगाडिबाटको लुक्स चाहिँ यस्तो छ। यो बाइक चाहिँ एकदमै दरो इन्जिन भएको अनि लङ टर्मको लागि चाहिँ राम्रो मानिन्छ, किनभने यसको बलियो इन्जिन 125cc को मेड इन इन्डियन। त्यही भएको कारणले यसले चाहिँ यो इन्जिनले चाहिँ 11 point समथिङ कतिको पावर दिन्छ PHP अनि 10.50 Nm अफ टर्क कति दिन्छ त्यस्तै होला सायद। अनि यसको चाहिँ स्टिकरहरू चाहिँ उकाएको छ है। यो चाहिँ निलो कलरमा, यस्तै निलोबाट यहाँ पनि स्टिकर थियो। यो बाइकले चाहिँ लगभग 40,000 किलोमिटर रनिङ पार गरिसकेको छ। यसको चेन्ज भएको कुरा चाहिँ फुट ब्रेक अनि यो फुट रेस्ट अब चेन्ज गर्नुपर्ने छ। यसको फुट रेस्टको कस्ट चाहिँ 2100 कि 1200 भने जस्तो लाग्यो, मैले ख्याल गरिनँ। अनि यसको टायर लगभग 2-3 चोटि फेरि होला। यो चाहिँ गाउँमा कुद्ने बाइक हो। गाउँमा कुद्दाखेरि चाहिँ यस्तो ग्राभेलतिर चाहिँ ढुङ्गाले छिटो काट्ने रहेछ टायर। अनि यो अगाडिको टायर चाहिँ 2 चोटि होला, सोरुम 2 चोटि मात्रै फेरेको। एउटा सोरुमबाटै आएको अनि एउटा लाग्यो। यो टायर चाहिँ 3 चोटि भयो पछाडिको टायर। पहिला 120-10 कतिको थियो भने अहिले चाहिँ कति 110 बाई कति छ, 110 mm को मोटाइ भएको टायर छ। अनि यसको सस्पेन्सन पनि ठिकै छ। यो बाइक चाहिँ लगभग 40,000 किलोमिटर कुद्दाखेरि पनि अहिलेसम्म त्यस्तो ठुलो खर्च आएको छैन। एकचोटि 40,000 किलोमिटर कुदिसकेपछि चाहिँ यो माथिल्लो हेड हाफ इन्जिन चाहिँ बनाउनै पर्छ सबैको बाइकमा, किनभने यसले मोबिल खाने समस्या देखाउँछ। त्यो समस्या पुरा गर्नको लागि चाहिँ यसको हाफ इन्जिनको केम चेन फेर्नुपर्छ। केम चेन फेरिसकेपछि एकदम फेरि आवाज त्यस्तै हुन्छ। अनि यसको हर्न पनि कडै छ। कार्बोरेटर इन्जिन हो। अबको E20 फ्युल आउँदो रहेछ, त्यसमा चाहिँ यो बाइकले प्रब्लम दिन सक्छ। अनि यसको ब्रेकिङको कुरा पनि एकदमै राम्रो छ। 240 mm त्यस्तै होला, 240 mm को। अनि यो पनि राम्रो छ। यो क्यालिपर टिभिएसको क्यालिपर, ब्रेक क्यालिपर पनि राम्रो छ। यहाँ पछाडिपट्टिको ब्रेक 230 mm को अनि स्ट्राइकर लेखेको देख्नुहुन्छ। बाइक चाहिँ टाढाबाट हेर्दा यस्तो देखिन्छ। मैले जानी नजानी भए पनि एउटा भिडियो बनाएर हालौँ भनेर यस्तो फ्री भएको बेला आएँ। अनि कस्तो छ बाइक चाहिँ यस्तो देखिन्छ। भिडियोलाई यहाँसम्म हेर्दै हुनुहुन्छ भने एक लाइक गरिदिनु होला। अब यसको साउन्ड, यसको पहिला त मिटर हेरौँ। 38,000 कति समथिङ कुदेछ भने 40,000 छिट्टै पुग्दैछ। मिटर चाहिँ यस्तो छ, 38,457 किलोमिटर कुद्दैछ यो बाइक। यहाँबाट ट्रिप ए मात्रै देखाउँछ, बी हुँदैन। ट्रिप यस्तो देखाउँछ। ट्रिप एमा चाहिँ 512 किलोमिटर कुदिसकेछ। म चाहिँ मोबिल यसको 1000 किलोमिटर कुदिसकेपछि चेन्ज गर्ने गरेको छु। त्यही भएर यसको इन्जिनको अब साउन्ड सुनौँ। एकदम खतरा साउन्ड आउँछ। यो
बाइक चाहिँ म 1-2 वर्ष अझै 1 वर्ष 2 वर्ष जति कुदाउँछु होला, किनभने यसलाई लो मेन्टेनेन्स, पैसा तेल हाल्यो कुदायो, माइनर हल्का सर्भिसिङमा 750 जति मोबिलै जान्छ अनि हल्का कार्बोरेटर सफा गरेको 250 150 हेरी लिन्छ। त्यही हो, सर्भिस पनि 1000-1500 फुल सर्भिस हुन्छ। अनि यसको चेन स्पोकेट चाहिँ मैले यसको चेन स्पोकेट 25-30 हजार किलोमिटर चाहिँ मजाले कुद्छ है। अब यो चाहिँ नयाँ फेरेको, कति हजार 35,000 कुद्दाखेरि फेरेको होला मैले। अब यो चेन स्पोकेट 45,000 50,000 त्यति त कुदाउँदिनँ होला सायद, कुदाएँ भने त्यति चाहिँ थाम्छ भन्ने आश छ। चेनको लागि चाहिँ ज्यादा छिटो नखियोस् भनेर चाहिँ हामीले जलेको ओइल, त्यो मोबिल हुन्छ त्यो दल्नुपर्छ। त्यो लायो भने चाहिँ चेनको लाइफ अलिक राम्रो हुन्छ, किनभने गाउँमा ठुलो बाइकमा चाहिँ चेन ल्युब हुन्छ। सानो बाइक गाउँमा कुद्ने, अब यस्तोमा चाहिँ डढेको ओइलले नै काम चलाउँछ है। यो सुक्खा भयो भने चाहिँ कस्तो चेनबाट पनि भित्र कस्तो नोइज आउँछ क्या, एउटा इरिटेट गर्ने नोइज आउँछ। अब यो हालिसकेपछि चाहिँ सिरिरी कुद्छ। ल आजको भिडियोमा यति नै। बाइक चाहिँ यस्तै छ। यो भिडियोलाई लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला। अब आउने दिनहरूमा हेरौँ के हुन्छ भन्दै बाई बाई।